नमस्कार सबैजनालाई। अ, यो आज चाहिँ म तपाईँहरू सबैजनालाई यो सुन्तला भुलेपछि पाक्नु आँट्दाखेरि पहेँलो भएर झर्छ यसको विषयमा चाहिँ एक दुईवटा जानकारी दिनेछु। यो के भएर झरेको भने चाहिँ नि यो तपाईँको यो फुल खेलेर यसरी चिचिला लाग्दैछ नि, यसरी चिचिला लाग्दै गर्दा चाहिँ एउटा भाले किरा भन्ने हुन्छ, भाले किरा। त्यो भाले किरा आएर चाहिँ यसमा चाहिँ चिलिदिन्छ, टोक्छ है। यो टोकेपछि यो सुन्तला जति बढ्दै जान्छ नि त्यसको बिष लेखेर भित्र अट्याक गर्दै गरेको हुन्छ र भित्र अट्याक गर्दै गर्दै गएपछि यो पाक्नु आँटेपछि पहेँलो भएर झर्छ। यो पहेँलो भएर झर्नुको कारण चाहिँ त्यो भाले किराले टोकेपछि चाहिँ त्यो भाले किराको बिषले गर्दा भित्र औँसा पर्छ। औँसा त्यो यसरी फुटाएर हेर्दा चाहिँ भित्र पहेँलोभित्र चाहिँ पहेँलो भएको सुन्तलाको भित्र चाहिँ किरा स्याउ 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 हुन्छ। यो किराले गर्दा चाहिँ त्यो सुन्तला पहेँलो भएर झरेको है। त्यसको रोकथामको लागि चाहिँ तपाईँहरूले यो फ्रेम एन्ड ट्र्याप्स यसरी झुन्ड्याउनुपर्छ। यो फ्रेम एन्ड ट्र्याप्स हेर्नुहोस्, यो चाहिँ हर्टिकल्चर डिपार्टमेन्टमा पाउँछ र यसरी झुन्ड्याएपछि चाहिँ भाले किरा, यो चाहिँ मैले पोहोर झुन्ड्याएको हेर्नुहोस्। यी भाले किरा चाहिँ यो पोथी किरा, यो माथि दबाई देख्दैछ, यो चाहिँ पोथी किराको सेन्ट भएको दबाई बनाएको हुन्छ र यो भाले किरा चाहिँ के हुन्छ, यहाँ यो फुललाई टोक्नुको लागि आउँदा चाहिँ यो पोथी किराको सेन्ट हुन्छ। यो सेन्ट याद पाएर चाहिँ यो पोथी खोज्दै 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 चाहिँ यहाँभित्र पस्छ। हेर्नुहोस्, यो दुलोबाट भित्र पसेपछि यो किरा पसेपछि बाहिर निस्किन सक्दैन, यहाँ झर्छ। यहाँ झरेर चाहिँ यो यस्तो प्रकारले मर्छ है। अनि यो भाले किरा सबै मरेपछि चाहिँ त्यो यसरी टोक्नु सक्दैन र यसलाई चाहिँ यो अट्याक हुँदैन र यो पहेँलो भएर झर्दैन यो सुन्तला। र हेर्नुहोस्, मेरो चाहिँ अझै पनि यो माथि देख्नुहुँदैछ नि बोटमा, यो सुन्तलाहरू चाहिँ अझै पनि छ। तपाईँहरूले पनि यो फ्रेम एन्ड ट्र्याप चाहिँ, यो फ्रेम एन्ड ट्र्याप झुन्ड्याउने बेला चाहिँ अहिले नै हो। यो फुल खेल्दैछ नि, जब यसरी भर्खरिलो फुल खेल्दैछ है, हेर्नुहोस्। यो फुल खेलेको बेलामै चाहिँ यो फ्रेम एन्ड ट्र्याप झुन्ड्याउनुपर्छ। यो फ्रेम एन्ड ट्र्याप चाहिँ हर्टिकल्चरल डिपार्टमेन्टमा पाउँछ है। फ्रेम एन्ड ट्र्याप झुन्ड्याउन चाहिँ तपाईँहरूले बोटै पछि झुन्ड्याउनु पर्दैन। यो 10 बोटमा चाहिँ यसरी एउटा झुन्ड्याउँदा हुन्छ। अहिले नै हो झुन्ड्याउने बेला र सबैले यो भिडियो सेयर गरिदिनुहोस् अनि सबैले यसरी सुन्तलाहरू जोगाउनुको लागि चाहिँ यो फ्रेम एन्ड ट्र्याप्स झुन्ड्याइदिनु होला। थ्याङ्क यू।